हेलो गाइज, माई नेम इज पूर्ण थामी। तपाईँहरूको सामु मैले लिएर आएको छु एउटा कविताको शीर्षक रहेको छ चिता र चिन्ता। फर्स्ट टाइम लेखेको हो होइन, कस्तो छ भनिदिनु होला। लेट्स ट्राई। फरक चिता र चिन्तामा मात्र एउटा बिन्दुको फरक हुन्छ र चिताले निर्जीवलाई जलाउँछ जसमा केही बाँकी रहन्न, न सपना न डर न कुनै आशा, अनि चिन्ताले जीवितलाई जलाउँछन्। म कहिलेकाहीँ आफूलाई सोध्छु कि के म साँच्चै नै खुसी छु या केवल चिन्ताको पिँजडामा आफैलाई कैद गर्दै खुसी हुने नाटक गर्दैछु। आखिर कस्तो लाग्छ होला पखेटा बोकेर पनि उड्न सक्दा पनि भुइँमै बाँधिएर बस्नु पर्दा। कस्तो लाग्छ होला सपना देख्नु पाउँदा, तर भ्युजिँदा उही पिँजडामा आफैलाई भेट्नु पर्दा। कस्तो लाग्छ होला त्यो पिँजडा कुनै मैले आफैले बनाएको हुँ, र मेरो आफ्नो डरले र मेरो आफ्नो चिन्ताले, र यसमा कसको दोष? समस्या चिन्ताको मात्र थिएनन्, समस्या त मेरो आफ्नै थियो, जो म आफै उड्न सक्थेँ, जो आफैलाई रोकेर बसेको थिएँ। चिताले त सिधै अन्त्य गर्छ, तर चिन्ताले बिस्तारै आफै